खुसी छ कान्छा धेरै आयो है खुसी हुनुहुन्छ नाइ मलाई एकदम अले अगाडि प्लास्टिक त नउकाउनेला बुढी ल रेडी भएर आइसक्यो पूजा सामग्री लिएर पहिले आएन मजाले उचाला अब यता ल हेलो नमस्ते जोडले गुड मर्निङ सबैजनामा अनि हिजो चाहिँ अलिकति ढिलै भयो अनि त्यही भएर ब्लग हाल्न पाइनँ आज आउँछ अनि आजको ब्लग चाहिँ भोलि पर्सि आउँछ किन भन्दा एडिट गर्ने टाइम छैन अनि आज चाहिँ स्पेसल डे छ ह्याप्पी होली पनि छ होइन सम्पूर्णमा ह्याप्पी होली पनि भन्न चाहन्छु र अनि आज चाहिँ स्पेसल डे छ हाम्रो लागि होइन विदेशमा बस्नेहरूको लागि त्यो पनि ठुलो उपलब्धिको कुरा जस्तो लाग्छ त्यही भएर आज चाहिँ अब रेडी भयो होइन पूजासुजा गऱ्यो कान्छीले पूजासुजा गरिन् होइन अनि कान्छी चाहिँ रेडी भएछ म अनि रेडी हुन्छु पूजासुजा गरिन् आमा फेरि सक्दैन नि फेरि अनि पूजासुजा गरेर अनि हामी चाहिँ ठाउँमा जाँदैछौँ स्पेसल कुरा लिएर आउँदैछ हेर्न त तपाईँहरूले थम्बनेल र टाइटलमा पनि देखिसक्नुभयो होला होइन ट्याक्क लाएर अनि किन भन्दा प्रतीक्षा गर्नुपर्छ लगभग 1.5 महिना जति प्रतीक्षा गरियो प्रतीक्षाको फल मिठो हुन्छ भनेको हो रहेछ भन्ने जस्तो हो क्या त्यहाँनिर 1.5 वर्ष जति 1.5 महिना प्रतीक्षा गरियो त्यो कुराको अनि मेहनत चाहिँ लगभग 7 वर्ष अब लगभग 7 वर्ष हुन लागिसक्यो मेहनत गरियो मेहनतको फल मिठो हुन्छ त्यही भएर तपाईँहरू कहिले पनि मेहनत गर्न नछोड्नु होला एक दिन अवश्य सफल पाइन्छ होइन सफलताको जिन्दगी जिउनुपर्छ ट्याक्क लाएर मेहनत गर्न चाहिँ कहिले पनि नछोड्नु होला है त गाइज टक्क लाएर हेर्दै गर्नु हामी अब जान्छौँ सारा आम्मामा मेरो बुढी हिजो ग्रेजुएसन भएको आज त हड्डी नै हड्डी बिरामी भएछ कान्छी चाहिँ बिना मेकअपमा यस्तो छ होइन हिजोको ब्लगमा देख्नु होला मेकअपमा फेरि सानी गुराँस नानी देखेको थियो तर एकदम राम्रो देखेको थियो है अनि यस्तो के अनि यो ड्रेसअप पनि आज एउटै छ किन भन्दा ड्रेसअप पनि एउटै छ किन भन्दा चाहिँ म चाहिँ यतिकोमा जानुपर्छ क्या अनि हामी चाहिँ कहाँ जाँदैछौँ स्पेसल कुरा लिनु जाँदैछौँ अनि ठुलोमा उठेर आज नेपालको होली है नेपालको होली सम्पूर्णमा होइन सम्पूर्णलाई तराई र पहाड भन्ने हुँदो रहेछ आज पहाडको होला सायद सम्पूर्णलाई ह्याप्पी होली आज नै छोराले सानो भएछ गाह्रो भएछ त्यही भएर तिमी जाऊ त होइन म चलाउँछु अनि हामी जान्छौँ गएर हामी स्पेसल चिज लिएर आउँछौँ है त ट्याक्क लगाएर माल लिने ठाउँमा आइसक्यो होइन कान्छी फिल कस्तो भइरहेको नि एक्साइटेड भइरहेको कतिखेर हेरौँ भइरहेको ट्याक्क लगाएर मेरो माल आएको है मैले सरप्राइजमा देखाउँछु म तपाईँहरू हेर्दै गर्नु टक्क लगाएर मार्क्स त उयो चियो भयो मेरो चाहिँ काम भइरहेछ ट्याक्क लगाएर यहाँनिर हेरिरहेछ सक्दैन नि फेरि सक्यो माल प्लास्टिक त नउकाउनेला बुढी ल मालहरू आयोこれもフルでできる。フラットにできます。で、この後スタッドレスタイヤプレゼントするやつ、積ませてください。わかりました。この中に入れて持っていかれば。この中入れちゃいます。はい。わかりました。嬉しいね。大丈夫ですか。わかりました。そしたら運転席かけてもらって操作方法のご説明します。ライトはオート解除できません。常にオート。はい。そうです。ここにセンサーがついてるんです。センサー。だからそこに荷物を置いちゃうと夜になっちゃうんで荷物を置かないでください。はい。
それセンサー。はい。自動ブレーキも全部、そう、スロープが。あ、全部一緒です、全部一緒です。で、ここで、これ安全支援情報って書いてあるんですけど、これポチッと、押してもらうと、センサーオンになってます。はい。だから前と、後ろと、横っちょと。オンのままの方がいいです。まあ、万が一前にぶつかりそうになった時に止めてくれるから。ただ路外逸脱って言って線をはみ出るとピピピピって音が鳴るんですよ。それうるさければこれオフにしてください。これサイド。基本的にオンで。後ろにも入れてあるんで、2つあれです。ありがとうございます。これ持ったまま山さんと一緒に写真撮って。ああ、いいです。ああ、わかりました。撮ってもらえますか、3人。はい。じゃあちょっと呼んでいきます。खुसी छ कान्छा खुसी हुनुहुन्छ नहीं मलाई एकदम अलि अगाडि हेर्नु लग्जरी छ त यार गाडी त आवाजै आउँदैन त हो त हन्डाको हो लग्जरी अन्जेना यस्तो छ है म त दङ परे यार यस्तो प्लास्टिक सहित हो क्या नयाँ हो नि त तर यस्तो मजा हुँदो रहेछ नि बुढी चलाउँदा कस्तो फिल भइरहेको यस्तो मजा हुँदो रहेछ गाडी त आन्जेन भएर हो कि होइन कुनै हुँदैन क्या चलाउनै पर्दैन कि यसरी हिँड्ने हुन्छ कि तर स्वाङ पार्नु हुँदैन स्वाङ चाहिँ नपार फेरि भाङ पर्छ बब्बललाई तर हेप्न हुँदैन क्या होन्डा भनेर बब्बल चाहिँ हो होन्डाको होन्डाको फिट हो नयाँ मोडलको यता मालहरू पनि देखाइदिउँ न ऊ सिस्टम म त चिन्दिनँ अझै चिनाइदिनु म एक दिन सिस्टमहरू पनि म तपाईँहरूलाई सबै देखाउँछु किन भन्दा पहिला घर जानु पर्यो पूजा गर्नु पर्यो पूजा गर्नु ढोगे फलफुल लिन जानु छ फ्रुट्स लिन जाम अनि ढोगम अनि पूजा गरौँ फ्रुट्स त हिजै ल्याउनु पर्ने हो के अरे अनि अझै काम कुराहरू सबै कुराहरू ध्यान होइन बुढी आई लभ यु बुढी बिहा गर्नु चाहिँ तपाईँहरूले बुढी आए जस्तो के आउँदो रहेछ के नयाँ नयाँ चिजहरू आएर अनि यहाँनिर आन्जेन क्यामेरा छ अनि आन्जेन ब्रेक हो यो तपाईँको गाडीतिर नजिक पुग्यो भने आफै ब्रेक हानिदिन्छ यसको मेन विशेषता मेन यसको फरक के छ भन्दा आन्जेन सबभन्दा आन्जेन भनेको मतलब कस्तो छ भन्दा तपाईँको यो गाडी नजिक गयो भने तपाईँको आफै ब्रेक हान्छ होइन यसो सेन्सर बज्छ क्या आफै अनि कस्तो छ भन्दा यो जस्तै यो लेन छैन लेन यो लेनको उतापट्टि गयो भने होइन यो आफै ब्रेक हानेर यता सारिदिन्छ कि हल्का गाडीले कि यस्तो आफैलाई याद हुन्छ नि त्यो याद हुन्छ नि किन यस्तो भयो भनेपछि हामी लेन बाहिर गयौँ भन्ने हुन्छ अनि हामी बाहिर गयो हामीले गल्ती गरिराखौँ भन्ने बेल बजाइन्छ घन्टी नै बज्छ अनि जस्तै यो लाइट हरियो बलेछ होइन रातो बोलिरहेको बेलामा हामी रोक्नुपर्छ रोकिराख्ने हुन्छ नि कुनै ध्यान नदिने मोबाइल चलाएर बस्ने हुन्छ नि कुनै हजुर जस्तै अनि यो हरियो बोल्दासम्म हिँडेन भने यसले घन्टी बजाइदिन्छ टिर्लिङ गरिदिन्छ हिँड भन्ने एउटा उ गरिदिन्छ होइन सेन्सर बजाइदिन्छ अनि आमा कान्छाको चिनो होन्डा सोरुमबाट दिएको गाडीसँगै यो हामीलाई एउटा फोटो उत्तिखेर खिच्यो है यो सानो यो दिएको छ अनि हामीलाई दिएको छ फुल वाउ कस्तो क्युट छ कि सानो क्युट छ वाउ म त यसो स्यासिनमा हेर्दा ठुलो होला भनेको त मिनी रहेछ ल ठिकै छ राम्रो छ यो दियो यो हामीले पाएको भनेको फोटो चाहिँ यो वाइन त के खानु मलाई नै मन पर्दैन हजुरलाई नै मन पर्दैन मलाई मन नपरेछ हजुरलाई त्यसै मन पर्दैन त्यसै हामी है हो आज म्याचिङ भएर गएछौँ हामी
आमा ठ्याक्कै म्याचिङ भएर आएको फोटो पनि है कस्तो लागिरहेको कस्तो लागिरहेको एकदम खुसी लागिरहेछ खुसी लागिरहेको प्लास्टिक ननिकाल्ने हो अलि निकाल्ने हो नि नयाँ भन्नेमा अनि प्लास्टिक ननिकाल्ने हो त अनि निकाल्ने नि अलि गर्नु टायर मुदेर राख्दै गर्नु पूजाको सामग्री ल पूजाको सामग्री लिएर आऊ छ्याममा पूजा गर्नुपर्छ आमामा फेरि कान्छी फेरि एउटै ड्रेसअप हानेर गएको फोटो पनि बवाल निकाल्दैछ है आमा ए हो है ल यो गाडी होइन टक्क लगाएर आयो फाइनली यो सरप्राइज तपाईँहरूको लागि यो त्यस्तो ठुलो स्पेक राख्नु हुँदैन होइन मान्छे जे छ त्यसैमा सन्तुष्टि हुनुपर्छ यही हो अहिलेको नयाँ गाडी चाहिँ यो ठ्याक्कको सर्लक्क छ एक दिन म गाडीभित्रको सिस्टमहरू पनि उ गरिदिन्छु के अरे यो पक्कै कपी त कपी हो कुनै कम्पनीको होन्डाले कपी गरे जस्तो छ राम्रो छ गाडी जे होस् चिटिक्कको छ यो चाहिँ मेरो बुढीको चोइसको हो किन भन्दा उसलाई लामो मन पर्दैन मान्छे छोटो भएर अनि यस्तो खालको किनिहाल्यो अब टक्क लगाएर यहाँनिर पूजा गर्छ हामी स्वस्तिक पूर्व फर्काएर पूजा गर्ने रे मैले हजुरबालाई सोधेको थिएँ अनि त्यही भएर ट्याक्क लगाएर पूजा गर्छौँ अब एकदम खुसी छु आज चाहिँ धेरै 1.5 महिनापछि ह्याप्पी मोमेन्ट यताबाट रेडी भएर आइसक्यो पूजा सामग्री लिएर पैसा ल्याएन अनि खै त हो त आज त मेकअप नगरेको त अर्कै देख्छु त कति राम्री हो बिना मेकअपमा मेकअप गर्ने नै होइन नि होइन खासमा त अनि यहाँनिर चाहिँ पूजा सामग्री छ मैले नरिवल र ऊ चाहिँ यहाँ लगेर राखिसकेको छु के अरे नरिवल र लाइटर अनि फलफुल गयो बुढी ए कान्छी फलफुल गयो फलफुल ल रेडी गर ल बिजाउँदै गर अनि साथी आउँछ अनि साथी आएर चाहिँ हाम्रो भिडियो गरिदिन्छ के अरे किन भन्दा यहाँनिर पूजा गर्नु पऱ्यो विश्वकर्मा पूजा त गर्नुपर्छ अरे क्या भन्ने तर नेपालमा मान्यता छँदैछ है सक्दैन नि फेरि बिहा चाहिँ गर्नुपर्ने रहेछ सबै कुरा मिल्दो रहेछ कुरो बिहा त गर्नुहोस् तर एकदम सोचेर बिहा गर्नुहोस् है दुःख पाइन्छ म त लास्ट सुख पाएको छु फेरि होइन आयो तर बिहा गरेपछि त दुःख पाइन्छ नि फेरि तर मैले त सुख पाएको छु सक्दैन नि फेरि है टक्क लगाएर चस्मा लगाएर मान्छे रेडी भइसक्यो फेरि पूजा गर्न ट्याक्क अगाडि पछाडि होइन विश्वकर्मा पूजा गर्ने आज भोलि पनि छ त्यो रिबन चाहिँ त्यो ऐना टक्क लगाएर है खासमा नेपालमा चाहिँ यस्तो गर्नु पर्दैन तै पनि के अरे जापानमा चाहिँ गर्नु पर्दैन तर नेपालको घुम्नुहोस् 3 सरको घुम्नुहोस् सरारा पूजा गर्नुहोस् कहाँ सृष्टि गर्ने भुइँमा गाडीमा सृष्टि बनाउनु पर्यो नि जसले गर्दा पनि हुन्छ श्रीमती जसले गरे पनि हुन्छ स्वस्तिक बनाउने कार्यक्रम भइरह कता उल्टो भइहाल्यो है त अब यसरी नि सिकाऊ है सक्छु त स्वस्ति पनि खत्रै भयो है गाइस स्वस्ति पनि खत्रै भयो है अझ बनाइदिनु कलर हालेर अहिले होइन फुटमा
हुन्छ एउटा अन्डा लिएर बाँध्नु ट्याक्क एक मजाले बाँध्नु फेरि टिडिक बान्ने टिडिक यसो पूजा गरे जस्तो गर्नु थियो भण्डा बाबालाई त्यो पनि लगाइदिनु पहेँलो पनि लगाइदिनु पहेँलो पनि सधैँ रक्षा गरौँ नि 6706 टायरमा हालौँ ल यताउता सबैतिर खुला पनि परिसक्यो पाइला टाँस्थ्यौँ ल हाम्रो लक्ष्मीको पाइला लक्ष्मीले टाँस्थ्यो हुन्छ ल टाँस्थ्यो है त ल सधैँभर रक्षा विश्व गर्नु बाबाले होइन चिताएको पुगोस् चिताएको पनि भइरह एकै तालमा है त यताबाट घुम्ने राइट एकैचोटि भाइ ल ल ल घुमौँ 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 क्यामेराम्यानले भ्याउँदैन क्या हो क्यामेराम्यानलाई गाह्रो खाने हो विक्रम त्यही ठाउँमा अहिलेको खुट्टाकै ठाउँमा है फाइनली ल 3 मिनट पनि भयो त यसो ल तर यसो रक्षा गऱ्यो बाबा ल यहाँ प्रसाद छ होइन म चाहिँ प्रसाद खाना रेडी भइसकेँ ल हाम्रो गाडी फाइनली पूजा नि भयो ट्याक्क ल है त कान्छी यहाँ फोड्दैछ ल आहा नरिवल वाउ बोक्रो खोलेर पनि सुरु गऱ्यो गाडी पूजा गर्न इन्जिन यसो उता सधैँभरि रक्षा गरिरहन् होइन कहिले काहीँ बाधा अर्चना आयो भने त्यस्तो साह्रो दुःख नहोस् अब लक्ष्मीको पाइला बनाएर ट्याक्क सबैले जुत्ता निकाल्नु पर्यो क्या फेरि मान्छे हेरिम ट्याक्क ब्लगै हो जोगाउनु मजाले अलि मजाले अलि मजाले गर न भयो ल उचाल्नु न होइन बोक्ने क्या आफूले सजिलो गरेर बोक्ने क्या हो त्यसरी उचाल अब हो यता यता ल फाइनली भयो ल फाइनली यता